जीले बनाउनु भएको थियो त्यसमा मेरो पनि एउटा इम्पोर्टेन्ट रोल थियो त्यो फिल्ममा चाहिँ नि धेरै पुरानो भइसक्यो युट्युबमा छ त्यो फिल्ममा एउटा यस्तो सिन थियो जुन सिनमा बुढाले कान्छी स्वास्नी लिएर आएर बुढीलाई घरबाट निकाल्नुहुन्छ अनि बुढी बिचारा कहाँ जाओस् रुँदै कराउँदै माइतीको घरतर्फ लाग्दै गर्दा बाटोमा मेरो एउटा क्यारेक्टर छ मेरो क्यारेक्टर चाहिँ एउटा बदमास नेताको छोरा म जुन नेताले कहिले पनि देश नबनाउने थ्यांक यू भेरी मच कसको ड्याडी अरे हाम्रो पत्रकार रमेशजीले त्यहाँबाट गीत बजाउँदै हुनुहुन्छ बेलुका अब यहाँहरूलाई एउटा जानकारी राख्न चाहन्छु गरेर मलाई मेरो बुढाले निकाल्यो घरबाट भनेपछि अनि मैले ल आउनुहोस् तपाईँलाई म तपाईँको न्याय दिलाउँछु भनेर उहाँलाई न्याय दिलाउने एउटा रोल थियो त्यसमा एउटा डायलग थियो हे नारी हो शरीर पो कमजोर छ तपाईहरुको बुद्धि त कमजोर छैन नि त्यसैले आउनुहोस् संघर्ष गरौं एकजुट हौं देश बनाऊ भने एउटा डायलग अहिले मैले हार्नु नसकेर यो सम्झेको एउटा डायलग मैले तपाईहरुलाई सुनाए अब अन्त्यमा यही भन्न चाहन्छु सबभन्दा पहिला त अलिकति कार्यक्रममा ढिला पुगे फ्लाइटको कारणले काठमाडौँदेखि आउँदाखेरि अलिकति फ्लाइट पनि ढिला भयो र कति जना दाजुभाइ दिदीबहिनीहरूलाई सायद समय पाल्नु हुने विभिन्न झाँकी सहित पाल्नु हुने सम्पूर्ण होमस्टे लगायत सबै